Hello, good morning everyone and welcome back to my channel. It's Visita Pulame Agar. आज पनि मैले एउटा सानो भिडियोज लिइरहेको छु. It might be useful for you, हैन? What are the process while you are coming to UK, Nepal to UK? There are different steps and 13 steps are major. So I'm gonna tell you and you can get some ideas from there and you can apply. Okay, number 1, application submission. जब हजुरहरुले नेपालदेखि UK आउने प्लानिङ गरिराख्नु भएको छ भने चाहिँ फर्स्टमा चाहिँ हामीले एप्लिकेसन सबमिसन गर्नुपर्ने हुन्छ. कुन अब आफूले चुज गर्ने कुन कन्सल्टेन्सी राम्रो छ र हामीले त्यहाँ के गर्नुपर्ने हुन्छ एप्लिकेसन सबमिसन. देन आफ्टर वी क्यान अप्लाई फर अफर लेटर अनि हामीले चाहिँ अफर लेटरको लागि अप्लाई गर्नुपर्ने हुन्छ. आफ्टर वी गेट अफर लेटर, यदि हजुरहरुले अफर लेटर पाइसक्नु भयो भने चाहिँ हामीले त्यसपछि एनओसी को लागि अप्लाई गर्नुपर्ने हुन्छ र एनओसी को लागि डेट लिनुपर्ने हुन्छ. र एनओसी को लागि नर्मली हामीले 2000 पे गर्नुपर्छ र एनओसी भइसकेपछि इन्टरभ्यू प्रिपरेसन, हामीले चाहिँ इन्टरभ्यूको लागि प्रिपरेसन गर्ने र इन्टरभ्यू जस्तै फर्स्टमा मक टेस्ट हुन्छ. मक टेस्ट भइसकेपछि हामीलाई चाहिँ यदि आफूमा कन्फिडेन्स लेभल छ भने मैले डाइरेक्ट फाइनल इन्टरभ्यू अटेन्ड गर्न सक्छु भन्ने कन्फिडेन्स छ भने वी क्यान टेक द डेट अफ इन्टरभ्यू देन आफ्टर वी क्यान टेक आवर इन्टरभ्यू. देन आफ्टर वी क्यान अप्लाई फर कास. Then after we have to ready for pre-CAS interview. pre-CAS interview भइसकेपछि हामी मेडिकलको डेट लिने र मेडिकलमा चाहिँ अरु के पनि सेक हुँदैन, एउटा जस्ट ओन्ली टिभीको चाहिँ टिभी रिपोर्ट लिनुपर्ने हुन्छ हामीले र त्यसको लागि चाहिँ हामीले डेट लिने हैन. कन्सल्टेन्सीको सरहरूले डेट ल्याइदिनुहुन्छ र डेट ल्याइसकेपछि हामी मेडिकलको लागि जाने. नम्बर 7 मा चाहिँ हामी प्रिपरेसन फर डकुमेन्ट्सहरु प्रिपेयर गर्नुपर्ने हुन्छ. त्यसमा चाहिँ हामीले एजुकेसनल लोनहरु हैन, देयर आर 3 टाइप्स अफ एजुकेसनल लोन. जस्तै अब 28 डेजको लोन पनि हुन सक्छ र अब हामीले रियल लोन र पेपर लोन, हामीले नर्मली युके आउने स्टुडेन्ट्सहरुले पेपर लोन नै बनाइराख्नु भएको छ. जब म पनि पेपर लोन बनाएरै आएको थिएँ. एटलिस्ट पेपर लोन बनाउँदाखेरि हामीले 45 to 50 लाखको लोन बनाउनु पर्ने हुन्छ र त्यसको लागि हामीले अब पेपर लोनको लागि पनि रिक्वायरमेन्ट्सहरु हुन्छ. देन आफ्टर क्लियर आवर युनिभर्सिटी फी, अब नर्मली 9000 देखि स्टार्ट हुन्छ र मेरो चाहिँ 15600 थियो हैन. अब हजुरहरुको युनिभर्सिटी हेरी हुन्छ र हजुरहरुले अब इन्स्टलमेन्टमा पनि पे गर्न सक्नुहुन्छ. यदि सक्नुहुन्छ भने फुल पेमेन्ट गरेर आउँदा चाहिँ बेटर हैन. मैले चाहिँ 60% पे गरेको थिएँ र 60% गरेर इन्स्टलमेन्टमा पे गर्दा पनि राम्रो नै हुन्छ. देन आफ्टर हजुरले अब कास्ट लेटर अप्लाई गरिसकेपछि अब हजुरले कास्ट लेटर अप्रुभ भएर चाहिँ अब हजुरले रिसिभ गर्नुहुन्छ र रिसिभ गरेपछिको प्रोसेस भनेको चाहिँ भिजा लज गर्ने हुन्छ. भिजा लज गर्दा चाहिँ अब मेरो भन्नुपर्दा चाहिँ मेरो भिजा लज गर्ने बेलामा 95 चाहिँ खर्च भएको थियो र त्यो हेरी हुन्छ. कहिलेकाहीँ अब पाउन्डको रेट घट्ने बढ्ने हुन्छ, त्यसमा चाहिँ फरक पर्न सक्छ. हजुरहरूले टेन्टेटिभ चाहिँ 1 लाखको माइन्ड मेकअप गर्नुभयो भने चाहिँ इट विल बी बेटर. देन आफ्टर आइएचएस को फी डिपोजिट गर्नुपर्ने हुन्छ. इन्टरनेसनल हेल्थ सर्भिस, त्यसको लागि पनि मेरो चाहिँ लगभग अराउन्ड 3 लाख 4 लाख चाहिँ मेरो खर्च भएको थियो त्यसमा. अब हेरी हुन्छ हैन, तपाईले 2 लाखमा पनि गर्न सक्नुहुन्छ, 3 लाख 4 लाख. देन आफ्टर एट लास्ट बट नट द लिस्ट हजुरहरूले चाहिँ बायोमेट्रिक गर्नु होला. बायोमेट्रिक गर्न जाने बेलामा पासपोर्ट सँगै लिएर जानु होला. ओके, अनि बायोमेट्रिक गर्न जाने बेलामा चाहिँ हजुरले पासपोर्ट साथमा लिएर जानु होला. हजुरहरूको भिजा एप्लिकेसनदेखि लिएर इच एन्ड एभ्रिथिङ हजुरले लिएर जानुपर्ने हुन्छ. र त्यसको लागि जस्तै हाम्रो बायोमेट्रिकको लागि मैले चाहिँ 7800 समथिङ तिरेको थिएँ र त्यो चाहिँ प्रिमियममा हुन्छ है. अनि त्यसपछि हजुरले जानुहुन्छ, बायोमेट्रिक गर्नुहुन्छ हैन. बायोमेट्रिक गरिसकेपछि त्यति बेला हजुरले एकाडेमिक क्वालिफिकेसन, एकाडेमिक डकुमेन्ट्सहरु पनि सँगै ल्याउनुपर्ने हुन्छ र त्यो सबै गरिसकेपछि यु क्यान वेट फर म्यासेज. देन आफ्टर हजुरहरूले पासपोर्ट कलेक्ट गर्नुहोस् भनेर म्यासेज पाइसकेपछि हजुर चाहिँ फेरि अब उहाँले दिनुभएको डकुमेन्ट्स लिएर फेरि त्यही जानु होला र पासपोर्ट लगिसकेपछि फेरि पासपोर्ट रिसिभ गर्नु होला. त्यहाँ चाहिँ भिजा स्ट्याम्प भएर आएको हुन्छ. अनि स्ट्याम्प भइसकेपछि चाहिँ नाउ यु आर इलिजिबल टु कम युके के हैन. त हजुरले त्यति मात्रै गरेर हुँदैन कि ई भिजाको लागि पनि अप्लाई गर्नुपर्ने हुन्छ हैन. ई भिजाको लागि चाहिँ इट्स सिम्पल हैन. हजुरले जीमेलमा वेबसाइट्सहरु पाउनुहुन्छ र त्यो वेबसाइट्समा गएर हजुरहरूले सबै फर्म फिलअप गर्नु भने यु क्यान गेट ई भिजा. र ई भिजामा चाहिँ हजुरको शेयर कोड पनि आउँछ है. शेयर कोड एकैछिनमा आउँछ र शेयर कोड भइसकेपछि हजुरहरू युके को लागि ट्राभल गर्नु होला. थ्याङ्क यू. यदि मेरो भिडियो मन परेमा
Please like, comment, subscribe. Bye bye. See you on next video.